होटल फरेस्ट इनको आइपिओ बिक्री खुला भएको छ। नमस्कार, नेपाल स्टक अपडेटको यो नयाँ भिडियोमा तपाईलाई स्वागत छ। आज हामी होटल फरेस्ट इन लिमिटेडको आइपिओ निष्कासन सम्बन्धी जानकारी लिएर आएका छौँ। मिति नोट गरिहाल्नुस् है, आइपिओ खुलिसकेको छ र यसको आवेदनको समय धेरै छैन। बिहिबारदेखि खुला हुने आइपिओ माघ 25 गते बन्द हुनेछ। सर्वसाधारणको लागि कुल 33,20,000 किता आइपिओ निष्कासन हुँदैछ। अब कुरा गरौँ यो कम्पनीको बारेमा। कस्तो छ त यो कम्पनी? यो होलिडे इन जस्तो ठुलो कम्पनीसँग साझेदार गरेको काठमाडौँमा रहेको 5 तारे होटल हो। यस कम्पनीमा लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नु अघि केयर रेटिङ नेपालले दिएको यो केयर रेटिङ हेरौँ। NPBB- रेटिङ दिएको छ। यसको अर्थ कम्पनीले जोखिम वहन गर्ने क्षमता मध्यम रहेको जनाउँछ। नेपालको शेयर बजार सम्बन्धी सम्पूर्ण अपडेटका लागि नेपाल स्टक अपडेटलाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। साथै केही जिज्ञासा भएमा कमेन्ट गर्नुहोस्, हामी जवाफ दिने प्रयास गर्नेछौँ। धन्यवाद।